केही यस्तो गरेर देखाउनुहोस् कि दुनियाँले तपाईँलाई अनुसरण गरोस्। साथीहरू, म तुफान बाबु केही समयको अन्तरालपछि फेरि एउटा सानो प्रसङ्ग लिएर आज तपाईँहरूको बिचमा आएको छु। कहिलेकाहीँ सफलताको कथा त्यहीँबाट सुरु हुन्छ जहाँ अधिकांश मानिसले सबै कुरा सकियो भन्ने ठान्छन्। एकजना व्यापारी व्यापारको सिलसिलामा यात्रा गरिरहेको थियो। बाटोमा एक व्यक्तिले आफ्नो ऊँट बेच्न चाहेको प्रस्ताव राख्यो। केही बेरको मोल मोलाइपछि व्यापारीले 1000 रुपैयाँमा ऊँट किन्ने सम्झौता गर्यो। ऊँट मालिकले भन्यो, भोलि आउनुहोस्, ऊँट लिएर जानुहोला। भोलिपल्ट व्यापारी ऊँट लिन पुग्यो। तर त्यहाँ पुगेपछि उसले सुनेको खबरले जो कोही निराश हुन्थ्यो। ऊँट मालिकले टाउको झुकाउँदै भन्यो, श्रीमान, राति नै तपाईँको ऊँट मरिसक्यो। 1000 रुपैयाँ गयो, ऊँट पनि मर्यो। यस्तो अवस्थामा तपाईँ के गर्नुहुन्थ्यो? व्यापारीले भने शान्त स्वरमा भन्यो, त्यसो भए मेरो पैसा फिर्ता दिनुहोस्। तर अर्को झट्का अझ ठुलो थियो। ऊँट मालिकले जवाफ दियो, सबै पैसा त हिजै खर्च भइसक्यो। साथीहरू, यहाँनिर अब त सबै सकियो जस्तो लाग्छ, होइन? तर होइन, यहीँबाट सुरु हुन्छ एउटा असाधारण सोचको खेल। व्यापारी केही क्षण मुस्कुरायो र भन्यो, ठिक छ, पैसा दिन सक्नुहुन्न भने त्यो मरेको ऊँट नै मलाई दिनुहोस्। ऊँट मालिक छक्क पर्यो, मरेको ऊँट लिएर के गर्नुहुन्छ? व्यापारीले केवल यति मात्र भन्यो, समय आएपछि सबै थाहा पाइहाल्नुहुन्छ। करिब 15 दिन बित्यो। फेरि उनीहरूको भेट भयो। ऊँट मालिकले उत्सुकतापूर्वक सोध्यो, भन्नुहोस् त, त्यो मरेको ऊँटको के गर्नुभयो? व्यापारी हाँस्दै बोल्यो, बेचिदिए। ऊँट मालिक झन् अचम्ममा पर्यो, मरेको ऊँट कसले किन्यो? अब यो कथाको सबैभन्दा रोचक मोड। व्यापारीले एउटा मेलामा टेन्ट हाल्यो, मरेको ऊँटलाई भित्र लुकायो अनि ठुलो स्वरमा कराउन थाल्यो, 10 रुपैयाँको टिकट किन्नुहोस्, भाग्य चम्कियो भने ऊँट जित्नुहोस्। मानिसहरूको भिड लाग्यो। एकपछि अर्को गर्दै 200वटा टिकट बिके। जम्मा भयो 2000 रुपैयाँ। लक्की ड्र खुल्यो। लक्की ड्र नपर्ने व्यक्तिहरू टिकट च्यात्दै आफ्नो बाटो लागे। तर त्यसमध्ये लक्की ड्र परेको व्यक्ति भने ऊँट देखेपछि रिसायो। व्यापारीले उसलाई 100 रुपैयाँ क्षतिपूर्ति दिएर शान्त बनायो। ऊ पनि 10 रुपैयाँको बदलामा 100 रुपैयाँ पाएर खुसी हुँदै गयो। साथीहरू, अब हिसाब गरौँ। 2000 रुपैयाँ आम्दानी, 100 रुपैयाँ फिर्ता र सुरुमा तिरेको लागत 1000 रुपैयाँ, अन्तिम नाफा पुरै 900 रुपैयाँ। अब प्रश्न उठ्छ, के यो कथा केवल पैसा कमाउने उपायको हो? होइन, यसले एउटा गहिरो सन्देश दिन्छ। अवसर सधैँ तयार अवस्थामा आउँदैन। धेरैजसो अवसर समस्या, असफलता वा अरूले फालेको वस्तुको रूपमै लुकेको हुन्छ। तर ध्यान दिनुपर्ने अर्को कुरा पनि छ। वास्तविक जीवनमा सफलता इमान्दारी, नैतिकता र विश्वासको आधारमा दिगो हुन्छ। छल वा भ्रम सिर्जना गरेर कमाएको फाइदा लामो समय टिक्दैन। त्यसैले यो प्रसङ्गको वास्तविक शिक्षा यही हो। उद्यमशील मानिस समस्यामा पनि सम्भावना देख्छ, तर दीर्घकालीन सफलता भने सधैँ सत्य, विश्वास र नैतिकतासँगै प्राप्त हुन्छ। हस्त आजलाई यति नै। अर्को पटक फेरि एउटा प्रसङ्ग लिएर अवश्य आउनेछु। धन्यवाद।